किनारामा धेरै लासहरू चाहिँ देखेको अवस्था छ। प्रहरीहरूले शनाखत गर्न आइरहेको अवस्था छ। यो ठाउँलाई के भन्छ है? खाल्टे नै भनौँ न। खाल्टे नै हो। लगभग अहिले हामी खाल्टेमा छौँ। यहाँ पनि तपाईँले चाहिँ त्यसो पहिले यस्तरी यहाँ कुना नि सोधखोज गर्दा यहाँको अवस्था छ साथीहरू। किनारामा लासै लाग्छ। हेलो बिजोको अवस्था छ साथीहरू। हृदय बिजोक घटना छ। के भन्नुभएको बा तपाईँले? बाले के भन्नुभएको? यहाँ कुनामा थियो रगतै निस्किरहेको थियो बिहान। उयो होइन त निक्लिरहेको होइन त खै कुन चाहिँ हो यो रगतै रगत छ क्या। काठको होला काठको काठहरूको है उयो काठ होइन म त अनि यहाँ पुरै बाटोमा थिएँ अनि यहाँ त हिँडिरहेको छु अनि अहिले म माथि फाट्ने एरिया त खाल्टे साथीहरू। त बाटो ठिक छ तर यार लासहरू जतातिर नि लास छ। कोलपुटाहरू 3टा यहाँ अहिले एउटादेखि तपाईँहरूले यो प्रत्यक्ष पछि छैन फेरि 4-5 वटा कहाँ थियो? त्यो मुलपानी भन्ने ठाउँमा। मूलपानी भन्ने ठाउँमा थियो एकछिन पछि छैन। फेरि एकछिन पछि बगाएर लिएर गयो। बगरमै निकालेको होइन पाहामै मिल्का 4-5 वटा थियो। बन्द गरेको थियो त्यतिकै बन्द गरेको थियो जानु दिएको गल्ती एकछिनपछि फेरि अर्को बाटोले बगाएर बढेर आयो लग यहाँ भनेपछि धेरैवटा लास बगाएर ल्याएको यहाँ तलतिर कति लग्यो यो माथि त टोटली लग्यो होला ल्याएछ धेरै। त्यहाँ उम्किने फुर्सद पाएन मान्छे। तपाईँ चाहिँ कहाँबाट आउनुभयो? मेरो त घरै यही हो। यो बाढी आउँदाखेरि प्रत्यक्षदर्शी हो तपाईँ देख्नु